डन आयो डन भन्ने गीत बजार एउटा भिडियो गर्दिउ त भाइ त्यो डन आयो डन भन्ने गीत डन आयो डन सामुला भन राजा हो राजा बसाइदिन्छ बाजा ले निकाल गाजा खानु पर्छ आज टुटे गोपाल मुला सबैको साथ ए भन भन भाइ हो ए जोर मिलाइकन सही छ है पार्क बबाल बबाल ओहो यसो कहिलेकै यहाँ ड्राई पिकनिक आउनको लागि सही रहेछ त यहाँ त बच्चाहरूलाई त खाना चाहिँ दिन्छ कि दिँदैन है भित्र बसेर खानु दियो भने चाहिँ कमाल हुन्छ दिन्छ होला नि ओ यत्रो धेरै डस्टबिन छ है ठाउँ ठाउँ राखेको छ त्यहाँनिर कुवा जस्तो छ केटाकेटी खाने ठाउँ रहेछ ओहो मेडिटेसन गर्ने ठाउँ रहेछ यहाँ त एक्सर्साइज गर्ने ठाउँ रहेछ दादाको फेरि बिहान त फेरि दादालाई त ओह यस्तो त देख्यो कि बसेर दिइहाल्ने हो नि त फेरि दादाको नकिन्छ न आमा यो होइन ओखर हावा राखिले मलाई ओखरको बोट भनेर यो ओखर होइन अस्ति नै यही बाजी भयो त ओखर होइन र यो होइन यो ओखर बन्दै होला के दाइ के को यस्तो ओखर हुन्छ बिल्ला हुन्छ के यो ओखर या यी ओखर सानो ओखर रहेछ यहाँ हो कि के को हुन्थ्यो त्यसको दाना चाहिँ यो होइन ओखर होइन खान्छ यो सप्रेर ओखर बन्ने होइन र होइन होइन के हो त दाइ यो अनि के को यो होइन ओखरको बोट त होइन होला यो त म चिनेको छुइनँ हेर ओखरको बोट भनेर होइन तर ओखर चाहिँ होइन यो बाटो पनि पुगिने रहेछ कान्छ हो जाने बाटो जाउँ किनारै किनार तर एकछिन पक्ने बाटो जाँदैन त्यही हो बाटै त्यही हो कहाँ पुग्नु पर्छ यो बाटो यो अहिलेको बाटो फर्किनु पर्यो अहिलेको बाटो ओके अनि चाहिँ लिबर्टी हस्पिटल तर यो यहाँ हिँड्ने ठाउँ सही रहेछ हौ दाइ यो हो नि त फुटपाथ त है त्यसको बाटो चाहिँ फेरि मेरो यहाँ पर्दाखेरि घर त छैन त्यो पनि जुन बाटो के हुँदो त्यसले देखाएको बाटो जानु है त यताबाट होइन यता पनि देखाएन कता यसले त कता देखाइरहेको छ लास्ट यता बाटो होइन फेरि यो कता चाहिँ देखाइरहेको छ दादा अलिक छेउमा आउनु त न त ठ्याक्कै एम्बुलेन्स होइन रहेछ त्यहाँदेखि कहाँ दादालाई एम्बुलेन्समा लाने हो बरु एम्बुलेन्सलाई दादा चाहिएला तर दादालाई एम्बुलेन्स चाहिएन होइन हामी त्यही बाटो चाहिँ अहिले यो यसले देखाएको बाटोले हामीलाई उल्टो हिजोकै पारा पारा माथिको बाटो हिँड्नु न राम्रो बाटो त दादाको झ्यापझुप आँटेर जाने नै हुन्थ्यो क्या दादाको जिपिएससँग चाहिँ मलाई अलिक हिजो अलिक झट्का लागेको छ नत्र पहिला त मैले फेरि एकदम भरोसा गर्ने हो नि दादाको जिपिएसलाई साक्षात् शिवजी प्रकट भएर बाबु बाटो यो हो भन्यो नि होइन किन्न पाउँछ त्यो स्नेक प्लान्ट किन्ने म त छैन होला उसँग विचार
अहिले छोड्दो अलिक पछि सिजनमा किन्नु क्या, अहिले सिजनै होइन अहिले यो। होइन त्यसको त 12 मासे हो क्या स्नेक प्लान्टको त। पोटलमा राखेर एउटा अलिकति स्नेक प्लान्ट त राम्रो हो, नेगेटिभ भाइबहरू हटाउँछ। नासा एप्रुभ प्लान्ट प्लस चाहिँ जसले चाहिँ रातमा पनि कति प्लान्टहरूले अक्सिजन फाल्दैन क्या दाइ। त्यसले चाहिँ होइन इन्डोर प्लान्टहरू म्याक्सिममले रातिमा कार्बन डाइअक्साइड फाल्दो रहेछ क्या। तर कस्तो हुने प्लान्टहरूको प्रोसेस पनि प्लान्टले भरि भराउ जस्तो आउनु। यो त धनिया हो कि यो सोप जस्तो त होइन र बगाललाई बगाल टक्क गार्डन छ ओहो कति राम्रो कार हो त नि त त्यो है। सानो केटीको म त अब दादाले फेरि भाउजूलाई भनिहालेँ फेरि म त दाइ र भाइ हिँड्नलाई एकदम च्याक्कको भन्छ भनेको त। दाइ भाइ हिँड्दा नि हुन्छ, दाइ भाइ हिँड्दा नि भइहाल्छ नि। साइक्लिङ यहाँ यस्तरी हुँदो रहेछ। बडा रमाइलो ठाउँ यार। हो त अझै बवाल लाग्यो अझै टक्क। यस्तो गाउँभित्र पनि यस्तो मजाले डेभलप छ यार है। यो त पुरै गाउँ हो नि त। हो, हो। कुना यो हाम्रो के भन्नु अब पुरै गाउँ हो क्या यो गाउँ पुरै रोमानियाको गाउँ यो विकट गाउँ। विकट त के भन्नु गाउँै सहर जस्तो छ है। सहरभन्दा राम्रो नि के को के हो त्यो चाहिँ डेलिभरी गर्ने गाडी जस्तो पनि देख्छु। दादालाई त भाषा मजाले आउँछ नि रोमानियाको, यसो पढ्नु नि दाइ के हो त्यो। मलाई हाम्रो तपाईँको त कार्गोतिर गयो नि चल्छ ए अब हो तपाईँलाई त्यत्तिकै त्यो दाइहरूले जेन्टलमेन दाइ फेरि अब फेरि यो गुलाबलाई कभर गरौँ न। यस्तो दामी यो भेटारमा भेटार हाम्रोमा भेटारमा पाउँछ यो खालको गुलाब चाहिँ धानदेखि माथि भेटार भने चिसो ठाउँ अन्त त यिनीहरूले जताततै अङ्गुर रोपेर है। अङ्गुर डस्टबिन ठाउँ ठाउँमा छ, बाटो बाटोमा डस्टबिन छ कस्तो एउटा फोहोर छ त यहाँ हेर्नु नि ल। छैन दाइ छैन, यो घर चाहिँ मान्छे बस्न छोडेको होला क्या दाइ है। घरहरू चर्च हो यो, हो र चर्च पो भन्नु चर्च पनि प्रायः अङ्गुरै रोप्दो रहेछ कि दाइ। फेरि अङ्गुर चाहिँ किन महँगो त यो ठाउँमा जतातिर अङ्गुरै अङ्गुर छ फेरि छन् हुन चाहिँ होइन भाइ। हो होइन तर दाइ यता मात्र होइन अङ्गुर महँगो, हाम्रो लिबिलोमा मात्रै हो। एउटा उता बुकारेस्टमा त जुन हुन्छ हामी गयो नि बजार त्यहाँ कस्तो सस्तो छ नि त। फ्रुट्स त तपाईँ मान्छे त फ्रुट्सै खाएर अगाउँछन् कि त्यो ठाउँमा त है। हाम्रो त अब जे गरे नि नगरे नि यो सिधै भातपाटिनीको रेट भएको, हामीलाई त भातपाटिनी भन्दै हो नि भन्दा महँगो नि भात